राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिको बालेनको नयाँ सरकार आएपछि केही पनि नयाँ परिवर्तन भएन भनेर जनतामा निराशा र आक्रोश पैदा गर्न खोज्ने पुरानो दलको ती घटिया राजनीति गर्ने नेताहरूसम्म यो भिडियो पुर्याइदिनु होला। त्यति मात्रै होइन, तिनैबाट प्रभावित भएको सर्वसाधारण नागरिकसम्म पनि पुर्याइदिनु होला। त्यही भएर यो भिडियोलाई सक्दो शेयर गर्नु होला। 20 देखि 36 वर्षसम्म देशलाई लुटेर खाएर खोक्रो बनाएर देशमा राम्रो विकास र परिवर्तन ल्याउन नसक्ने अनि नयाँ सरकार बनेको 3 महिनाभित्र नै देशमा ठूला परिवर्तन भएन भनेर जनतालाई भ्रम छर्न खोज्नेहरूको नियतको चिरफाड यही भिडियोबाट गर्नुपर्छ। के साँच्चीकै नयाँ सरकार बनेपछि केही पनि नयाँ परिवर्तन भएको छैन त? आज हामी यसैको वास्तविकता बारे बुझ्नेछौँ। यस विषयमा प्रधानमन्त्री बालेन शाहज्यूले एउटा सूचना दिनुभएको छ। त्यही सूचनालाई आज म तपाईहरु सामु साझा गर्नेछु। प्रधानमन्त्री बालेन शाहज्यूले लेख्नु भएको छ कि वर्षौंदेखि बन्द रहेका गाटामा थलिएका र निराशाले घेरिएका हाम्रो आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रिएर आफ्नै गढमा उभिएलान्। धेरैको मनमा यो शंका र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन। तर जब नियत सफा हुन्छ, जिम्मेवारी प्रति इमानदारीता देखाइन्छ, तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले सुरुदेखि नै राष्ट्रिय उद्योग र सङ्घ संस्थानलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ। त्यही इमानदार प्रयास, कानुन कार्यान्वयन, निरन्तरको टिमवर्कको कारण यही उद्योगमा आशालाग्दा परिणाम देख्न थालेका छन्। जसमा चाहिँ प्रधानमन्त्री बालेन शाहज्यूले पहिलो उद्योगमा नेपाल औषधि लिमिटेडलाई राखेको छ, जहाँ लेख्नु भएको छ कि वर्षौंसम्म गाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो 4 महिनामा 2 करोड 38 लाख रुपियाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस GAMP मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा 3 करोड रुपियाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा 30 करोड रुपियाँको औषधि बिक्री गर्ने लक्ष्य लिएको छ। शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा लिमिटेडबाट आगामी 3 वर्षमा 98 प्रकारका निशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ। सोही अनुरूप यस वर्ष 37 प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएकोमा 25 प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ, जहाँ लिमिटेडबाट अहिले 11 प्रकारको औषधि उत्पादन भइरहेको जानकारी दिनुभएको छ। दोस्रोमा प्रधानमन्त्री बालेन शाहज्यूले पुरानो राजनीतिक दलहरूले पूर्ण रूपमा ठप्प बनाएर बन्द गरेर राखेको हेटौँडा कपडा उद्योग सञ्चालन बारे जानकारी दिनुभएको छ, जहाँ लेख्नु भएको छ कि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिएको छ। परीक्षणपछि नेपाल सरकारले नै सञ्चालन गर्नेछ। तान लुम मर्मत गरी परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरु भइसकेको छ। हाल नेपाली सेनालाई परीक्षण मर्मत गर्न लगाएर परीक्षण पनि सफल भइसकेको छ र केही मात्रामा कपडा समेत उत्पादन भइरहेको प्रधानमन्त्री बालेन शाहज्यूले स्पष्ट रूपमा जानकारी दिनुभएको छ। तेस्रोमा नेपाल वायु निगम सेवाको बारेमा जानकारी दिनुभएको छ, जहाँ लेख्नु भएको छ कि नेपाल वायु सेवा निगमबाट गत आर्थिक वर्षको चैत्रदेखि असारसम्म 6 अर्ब 27 करोड 63 लाख रुपियाँ आमदानी गरिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा 1 अर्ब 10 करोड 21 लाख रुपियाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता बढेर 86% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 6%ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिएको ऋण बापत 1 अर्ब 6 करोड 19 लाख रुपियाँ किस्ता समेत यसै अवधिमा भुक्तान गरिएको छ। यस्तो राम्रो सूचनाहरू प्राप्त हुँदै गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई भोट दिने कुनै पनि नेपाली जनता आफूले राष्ट्रपालाई भोट दिएकोमा पछुतो मान्ने छैन, पछुतो मानिरहेको छैन। गर्वले छाती चौडा हुन्छ। प्रधानमन्त्री बालेन शाहज्यूले जानकारी दिनुभएको छ कि दुग्ध विकास संस्थान DDC रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र 8 महिनाको अवधिमा 72 करोड रुपियाँलाई घटाएर 2-3 महिना 35 करोडमा जारिएको छ। किसानलाई दुधमा प्रति लिटर 1 रुपियाँ प्रोत्साहन रकम थप गरिएको छ। सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री 35%ले बढेर राजस्व सङ्कलन औसत दैनिक 60 लाखबाट 90 लाख पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घिउ र दुधको सुविधा कटौती गरी वार्षिक झन्डै 3 करोड रुपियाँ बचत गरिएको छ। चाँडै खाडीमा घिउ र चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चीज उत्पादन पुनः सुरु गरिँदैछ। देख्नुभयो होइन त प्रधानमन्त्री बालेन शाहज्यूको एउटा फेसबुक पोस्टको तागत कतिको रहेछ? नेपाली जनतालाई प्रधानमन्त्री बालेन शाहज्यू प्रति कतिको विश्वास रहेछ? एउटा फेसबुक पोस्टले नै पहिलाको सरकारहरूले हेटौँडा कपडा उद्योग जस्तै अवस्थामा पुर्याइसकेको, किसानलाई करोडौं रकम डुबाइसकेको दुग्ध विकास संस्थानलाई पनि पुनः जीवित बनायो। पाँचौँमा प्रधानमन्त्री बालेन शाहज्यूले जानकारी दिनुभएको छ कि सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि 11 करोड 16 लाख रुपियाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब 13 करोड रुपियाँ पुगेको छ, जुन अघिल्लो वर्ष आर्थिक वर्षको तुलनामा 4 गुणा बढी हो। हाल निशुल्क वितरण हुने 35 प्रकारको औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल 105 प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेको छन् भने चालु आर्थिक वर्षमै 150 प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ।
चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषध उत्पादनमा गुड म्यानुफ्याक्चरिङ प्र्याक्टिस मापदण्ड हासिल गर्ने जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना लगायतको लक्ष्य लिएको छ। हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन बढ्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ। माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईहरू सबैको रचनात्मक साथ बढ्थेक र विश्वास अपेक्षा गर्दछौँ। सरकार गठन भएको 4-5 महिना मात्रै हुँदैछ तर पुरानो राजनीतिक दलहरूले डुबाइसकेको खण्डर बनाइसकेको उद्योग कलकारखानाहरूलाई समेत जिउँदो बनाइसक्यो, अरबको फाइदामा लगिसक्यो। यो सरकारले 5 वर्ष 10 वर्षसम्म यसै गरी काम गर्दै अगाडि बढ्यो भने हामी जनताले त्यसै गरी साथ दिँदै अगाडि बढ्ने हो भने हाम्रो देशको अर्थतन्त्र बलियो बन्नलाई धेरै समय लाग्दैन। तर हाम्रो देशमा राम्रो मान्छेको खुट्टा तानिन्छ त्यो त हामी सबैलाई थाहै छ। त्यही भएर यस्ता खालका समाजवादीहरूबाट हाम्रो समाजलाई सधैँ सचेत राख्नुपर्छ। जसले सरकारले राम्रो काम गर्दा गर्दै पनि देश र जनताको हितमा काम गर्दा गर्दै पनि पाँच बाँड्ने जनतालाई भ्रम छर्ने काम निरन्तर गर्दै आएको छ र पछि पनि गर्ने नै छ। देशको शान्ति सुरक्षामाथि असर पुर्याउने नै छ। यस विषय तपाईहरुको भनाइ छ, तपाईहरुलाई के लाग्छ आफ्नो विचार कमेन्टमा लेख्नुस्। अनि भिडियोलाई यति धेरै शेयर गर्नुस् कि देश र जनताको लागि सरकारले केही गरेन भन्नेहरुसम्म यो भिडियोलाई पुर्याएर तिनैबाट प्रभावित भएको भ्रममा परेको सर्वसाधारण नागरिकसम्म पनि पुर्याइदिनुस् है त।